साथीहरु म चाहिँ जाँदैछु रेडी भइसकिन्छ ल बाबु जाम छोड्दियो हाम्रो हालत यहाँ हेर्नु हामी चाहिँ सफारी नभेटेर यहाँ हिँड्दै जाँदैछु बाधे बाट्ने हुन चाहिँ यहाँ हेर्नु हालत साथीहरू यहाँ चप्पल खोली साथीहरू यहाँ चप्पल हातमा मौजा चप्पल यहाँ सबैको यहाँ खुट्टा हेर्नु न मैले ब्याग पनि भाँचिसकेँ यहाँ हेर्नु हेलो साथीहरू नमस्ते तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा म चाहिँ बिहानमा स्टार्ट गर्दैछु आज भ्लग यहाँ म चाहिँ किचनबाट स्टार्ट गर्दैछु साथीहरू यहाँ हेर्न सक्नुहुन्छ म चाहिँ यहाँ खाना पकाउँदैछु यहाँ आलु बोइल गरेको छु अनि आलु बोइल गरेको अनि बन्दाको कोबी टमाटर झोल पकाउँछु आज बारीको पाल्की साग पनि टिपेर लागेको छु यहाँ हेर्न सक्नुहुन्छ कसलाई मन पर्छ पाल्की मलाई त साथीहरू मलाई त त्यति मन पर्दैन पाल्की साग मैले चाहिँ खानासाना पकाइसकेँ अब एकछिन अगाडि स्कुल पठाउँछु अनि यहाँ देख्नुस् साथीहरू यहाँ देख्नुस् के हुँदैछ यहाँ मेरो घरको तयारी यहाँ चाहिँ मलाई घर बनाइदिएछ साथीहरू सुत्नको लागि यहाँ छपरा यो चाहिँ के भन्छ सुत्दैन छाती यहाँ साथीहरू मलाई घर बनाइदिएछ कस्तो चिटिक्क सानो घर माथिबाट पराल छाडिदिनु हुन्छ अनि म चाहिँ भित्र सुत्छु म र विजय अब यति त गर्दिनै पर्यो खाली जमिनमा चाहिँ यतिकै किन राख्दिनु हैन यहाँ साथीहरू बर्थीलाई लिएर उहाँ बाँध्दै हुन्छ बाबु ल आमा एउटा मोबाइल छोरो एउटा मोबाइल अनि चप्पल खोइ खुट्टामा चप्पल खोइ चप्पल लाएन भने म कहीँ घुमाउन लादिन सपिङ पनि गराइदिन रिभान्स सबै अरूलाई म दिन्छु फेरि अरू तिम्रो साथीहरूलाई दिम खेल्नु जाऊ न छिटो गर आज बिहे खान जानु छ तिमीलाई दुईटा साथीहरू विजय उता जान्छ म यता जान्छु मेरो त अब मेरो साथीको बिहे छ म गइहाल्छु नि तिम्रो त यही छ छेउमै छ तिमीलाई जानु छेउमै भन्नाले अरू त्यतरी नजिकै छ त्यति टाढा पनि लाग्छ 10 मिनेट लाग्छ होला सफारीमा जाऊ बाबु चाहिँ स्कुलबाट आएपछि साथीहरू जान्छु आज हाफ बेला हो नि के भन्छ त मलाई त केही पनि काम आउँदैन थियो हैन मलाई कसैले सिकाइ पनि दिएन यो चाहिँ मैले आफै सिकेको हो है यता चाहिँ हामी तीनजना सुत्छौँ सानो घर बनाइदिएछ साथीहरू हामीलाई राम्रो हुन्छ विजय पराल दिएपछि साथीहरू म चाहिँ नुहाइ गरिसकेँ म चाहिँ अघिसँग खानासाना खाएँ साथीहरू सुतिसकेको थियो किनभने मेरो सन्चोपन छैन नि त मलाई मतलब ज्वरो पनि आएको छैन खै किन मतलब मनै लागिरहेको छैन त्यही भएर म अघि चाहिँ सुतेर उठेँ अनि लुगा धोएँ अनि डाइरेक्ट म चाहिँ नुहाएँ अहिले नुहाएपछि यहाँ बाबु पनि स्कुलबाट आइसकेको छ त्यसपछि म पनि रेडी भएर जान्छु साथीहरू बिहे खान यहाँ मेरो गिफ्ट यहाँ देख्न सक्नुहुन्छ यहाँ बाबुको म चाहिँ यो गिफ्ट दिँदैछु साथीहरू यो डब्बा चाहिँ पुरानो भइसक्यो यहाँ हेर्नु न मेरो बिहेमै परेको थियो माथिबाट अर्को प्लास्टिक झोला लिन्छु यही चाहिँ गिफ्ट हो साथीहरू अनि साथीहरू यो यस्तो किन भयो कि अब मेरो बिहेको 5 वर्ष हुन आँट्यो यतिकै लगो उचालो फ्यालो उता बिहेमा बोरामा कसेर भित्र चाहिँ यो कुकर चाहिँ राम्रै छ कि यो खोल चाहिँ अलिक पुरानो भयो अनि म चाहिँ वहाँ तेतरिया चोकमा नयाँ प्लास्टिक लिन्छु माथिबाट अनि त्यसमा हालेर दिन्छु साथीहरू मैले चाहिँ यहाँ देख्न सक्नुहुन्छ मैले बाबुलाई रेडी पारिदिइसकेँ बाबु रेडी पारिदिइसकेँ अब पालो चाहिँ मेरो अब म पनि रेडी हुन्छु साथीहरू कपाल पनि सुकेको छैन आन्टीहरू पनि हुँदैछ छिटो रेडी उता सामान पनि किन्नु छ नि त मैले गिफ्ट लिइसकेँ आन्टीहरू चाहिँ वहीँ चौकमा किन्नुहुन्छ त्यही भएर अलिक छिटै जान्छु छिटै आउँछु बरु बालबच्चा लिएर रेडी हुन्छु म अनि साथीहरू म चाहिँ यतिकै कुर्तै लगाएर जान्छु साडी त लाउँदिनँ किनभने बाबु चकचक गरेको चाहिँ विजय पनि छैन आज बाबुले बोक्ने विजय चाहिँ ऊ आफ्नै साथीको बिहेमा गएको छ त्यही भएर त्यति केही हार्दिन लाने सिम्पल कुर्ता लानै जाने साथीहरू म चाहिँ अब मेकअप गर्दैछु यहाँ देख्नुहुन्छ म यो क्रिम लाउँछु लोटस म चाहिँ यो सानै भन्नाले यो पहिला त फेयर लभ लाउँथेँ अनि त्यहाँ त्यो छोडिदेखि +2 देखि चाहिँ मिलाउन थालेको छु के देखाउनु साथीहरू म चाहिँ डाइरेक्ट मेकअप रेडी भएर अहिले देखाउँछु तपाईँहरूलाई साथीहरू म चाहिँ रेडी भइसकेँ मेकअप सेकअप गरिसकेँ अनि कपाल चाहिँ भिजेकै छ साथीहरू पछाडि के कसरी बाँध्नु के गर्नु त्यो त थाहा भएन मलाई त्यही खुलै जानु कि के बाटोमा बाँधिहाल्छु यही जान्छु आफ्नो नजिकै त छ
अहिले त्यति पनि पाउन आउँदैन होला बेलुका आउँछ रातमा आउँछ अब जल्दी यति बेला आउँछु साथीहरू अब म चाहिँ जाँदैछु रेडी भइसकिन्छ ल बाबु जाऊ छोडिदियो जा यता चाहिँ गिफ्ट लिँदैछु साथीहरू यता जाम 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 यता चाहिँ सामान लिन जाँदै हुनुहुन्छ गिफ्ट सामान गिफ्ट दिनुहुन्छ नि त यहाँ सामान लिन जाने भयो दही लिन जानुभयो आन्टी एउटा आन्टी अब बिहे गर्नै आँटिसकेछु अरू 5 मिनट लाग्छ सामान लिएर डाइरेक्ट बिहे गर्नु जानु हामी चाहिँ पुगिसक्यौँ यता चाहिँ हामी चाहिँ बिहे गरेर पुगिसक्यौँ यहाँ बसिरहेको एउटा आन्टी आउन बाँकी नै छ त्यही भएर अनि एकछिनमा खाना खाने साथीहरू यता चाहिँ बेहुली बिहानै गर्नु खरखरियो गर्नु बसो गर्नु गाडियो गर्नु बाबु हाम्रो हालत यहाँ हेर्नु हामी चाहिँ सफारी नभेटेर यहाँ हिँड्दै जाँदैछु बाधे भात पनि त्यही भएर हिँड्दै जाँदैछु हामी सबैजना यहाँ नसक्नुहुन्छ सबैजना बाधै भात बाबुलाई काखमा बोक्नुपर्छ यताबाट बाबु यहाँ हेर्नु साथीहरू हाम्रो यहाँ सबैजना हिँडेर जाँदैछु बालबच्चा सहित सब अब बल्ल बल्ल रोड पुग्न थाले राम्रो बाटो हेर्न सक्नुहुन्छ यहाँ चप्पल खोली साथीहरू यहाँ चप्पल हातमा मौजा चप्पल यहाँ सबैको यहाँ खुट्टा हेर्नु न मैले ब्याग पनि भाँचिसकेँ यहाँ हेर्नु ल हामी उमर पिठो रोटरमा के गर्मी गर्छ यहाँ हेर्नु हालत साथीहरू ब्याग पनि मैले टुटाइसकेँ साथीहरू घर पुग्छौँ यति थाके के भन्नु हिँड्दै आएको छु त्यता अधिक ठान यस्तो त हुन त नजिकै छ यहाँ बाबुलाई बोकेर ल्याउनु पऱ्यो नि त बाबु चाहिँ त्यति हिँड्न सकिरहेको थिएन बाबुलाई यता पिठमा बोकेर ल्याउनु पर्छ साथीहरू अलिकति चाहिँ हिँड्न त हिँड्यो तर अब उता खेततिर कसरी हिँडाउनु त्यही भएर बोकेर ल्याएँ यता अगाडि चाहिँ घर पुग्ने बाटोमा चाहिँ हिँड्दै आयो थाकिसकेँ अनि आज फेरि शुक्रबार साथीहरू दही चुरा खायो मलाई कस्तो भोक पनि लागिसक्यो खानु अब अहिले अब के त खानु पर्यो के खानु सोचिरहेको छु आज तर राति साथीहरू यता बाबुलाई दोकान चाहियो दोकान जाँदैछु यहाँको लुगा उठाउनु बाँकी नै छ जाउँ छिटो जाउँ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ हेर्नु कत्रो माथि रुख चढेर काटिरहेको छ त्यो दाइले यहाँ अब यो सबैको दाउरा बनाउँछ साथीहरू दाउरा छैन नि त मलाई पानी परेको बेला हजुर भइहाल्छ हुन्छ म पनि बिहे खाना गएको थिएँ गाइस अहिले बिहेबाट म पनि आउँदैछु म जुन बिहेमा गएँ त्यहाँ पनि सुँगुर अनि कुखुरा थियो अनि आज हाम्रो शुक्रबारको कारणले गर्दाखेरि माछा चल्दैन अनि अस्मिता पनि जुन बिहेमा गएको थिएँ त्यो बिहेमा पनि सुँगुर र कुखुरा थियो अनि फेरि हाम्रो चाहिँ शुक्रबार खाना मिल्दैन त्यही भएर चाहिँ दुवै बुढाबुढी दही र चिउरा खाएर आएको छु म पनि दही बुनिया चिउरा अस्मिता पनि दही चिउरा बुनिया खाएर आइस के खाइस पुरी थियो मेरो मैले गएको बिहेमा पनि पुरी नै थिएन यार मैले सोचिरहेको थिएँ पुरी भयो भने नि पुरी बुनिया दबाएर खान्छु तर थिएन नि चाउमिन थियो अस्मित यस्तो लोभ लागिरहेको थियो नि मासुमा चाहिँ लोभ गएन क्या तर चाउमिन हेरेँ नि यस्तो लोभ लाग्यो प्याजै वाला थियो चाउमिनहरू सबै हामीले चाहिँ शुक्रबार र सोमबार कुनै बिहेमा परिहाल्यौँ भने गाइज दही चिउरा खाएर फर्किनुपर्छ र अब के खाम भइरहेछ होइन के खाने अस्मित भन्दा ढेर नकर है जहिले मोमोज जति बेला पनि मोमोज यहाँ झन् साधन छैन पर्दैन लगाइजाऊ म के खाम भनौँ मलाई चाहिँ अब यहाँ चाहिँ के भन्छ खिचडी खान मन लाग्यो
मेरो घरमा मलाई चाहिँ मेरो घरमा हुँदाखेरि दुबे हुँदाखेरि चाहिँ हाम्रो शुक्रबार खिचडी प्लान हुन्थ्यो गाइस। खिचडी प्लान हुन्थ्यो, खिचडी गाइस, खिचडी। अब यहाँ चाहिँ अस्मिताको घरमा चाहिँ खाँदैनन्, कहिले पनि खाँदैनन्। अस्ति मैले एकचोटि पकाएको थिएँ, सबले चाहिँ त्यति चाखो पछाडि जस्तो चाखेन। अब चाहिँ हुँदैन, म चाहिँ पकाउँछु आज खिचडी। अब खिचडी नै खान्छु। झन् राम्रो, एक्लै म आफ्नै लागि बनाउँछु। ल म आफ्नै लागि बनाउँछु, तँलाई परेशान हुनु पर्दैन, बुढीलाई परेशान हुनु पर्दैन क्या। आज म पकाउँछु। उसलाई अलिकति सन्चो पनि छैन, उसको सन्चो छैन गाइस, पेट दुखिरहेछ। ल म पकाउँछु बुढी। ओके ओके ओके। यदि सुख दिनु पऱ्यो क्या बुढीलाई। कहिलेकाहीँ चाहिँ रातिको खाना बुढाले पकाइदियो भने उनीहरूलाई चाहिँ हामी स्कुल जाँदाखेरि चाहिँ पुग्ने बित्तिकै छुट्टी भन्छ नि, त्यस्तै खुसी मिल्छ क्या। सानोमा स्कुल जाने बित्तिकै कुनै बेला हुन्छ नि गाइस, पुग्ने बित्तिकै ओ आज छुट्टी छ, छुट्टी भयो ल जाऊ घर, त्यस्तै खुसी अस्मितालाई हुन्छ क्या। कुनै बेलुका चाहिँ साँझको खाना चाहिँ पकाइदिँदाखेरि त त्यस्तै खुसी मिल्छ। ल गाइस म ड्रेस चेन्ज गर्न आँटेको, अब त्यसपछि म अब आज खिचडी पकाउँछु है। जाम न पकाउन, हिँड्नु न, म पकाउँछु, बस्नु साइडमा बस्नु होइन गाइस, मै पकाउँछु। अनि साथीहरू 2-3 दिन चाहिँ हाम्रो भ्लग आएन। किन आएन साथीहरू, अस्मिताले भन्छ है। किन आएन अस्मिता, भ्लग किन आएन 3 दिन भनिदियो त? सन्चो छैन मलाई। अस्मितालाई चाहिँ सन्चो नभएर चाहिँ अस्मिताले भ्लग नबनाएको। अनि विजयले किन नबनाएको चाहिँ पनि क्वेसन आउँछ नि त साथीहरू। तर मैले चाहिँ भ्लग नबनाएको कारण चाहिँ अस्मितालाई चाहिँ सन्चो छैन साथीहरू। अनि त्यसले गर्दाखेरि चाहिँ हामी 2-3 दिन रेस्ट गरौँ, भ्लग पनि नबनाऊँ भनेर चाहिँ सोचेको थियौँ क्या साथीहरू। अनि अस्मिता चाहिँ अब निको हुँदैछ, त्यही भएर चाहिँ भ्लग बनाएको। अहिले पनि खासै पुरै निको भएको छैन। अब के हुँदैछ भने अस्मितालाई चाहिँ, अस्मिताको चाहिँ हल्का स्टमक्समा प्रब्लम छ। त्यसले गर्दाखेरि चाहिँ अस्मितालाई चाहिँ केही खान पनि मन लागिरहेको छैन, केही गर्न पनि मन लागिरहेको छैन। सो अब ऊ चाहिँ अहिले फेरि पुरै तरिकाले चाहिँ ठिक पनि भएको छैन। अलिअलि चाहिँ असन्चो नै छ, बिस्तारै ठिक भइहाल्छ। अनि भ्लग चाहिँ किन राखौँ त, त्यत्रो दिनसम्म किन नबनाऊँ भनेर चाहिँ हामीले भ्लग बनाउँदै जाऊँ न भनेर भनेको। एक दिन चाहिँ भ्लग बनाइन साथीहरू, त्यो दिन चाहिँ अस्मितालाई एकदमै सन्चो थिएन। अनि एक दिन रेस्ट पनि हुन्छ भनेर भनेको, अर्को दिन पनि त्यही भयो। अनि अब चाहिँ 2-3 दिन भइसक्यो, अब यसरी चाहिँ हुँदैन अस्मिता, भ्लग चाहिँ बनाइराख्नुपर्छ भनेर चाहिँ हामी भ्लग बनाउँदैछौँ। अहिले के छ बुढी, ठिक छौ नि? ठिक छ र त नि बिहे खान गयो गाइस होइन। ल साथीहरू म गएको, तिमी सुत नि त, आराम गर। म गएको खिचडी खाएर। खिचडी खान्छु यार, मेरो पेट के खाने, खिचडी खान्छु तिमी पनि? ल म पकाउनु गएको। अब उसलाई थाहा छ कि छैन खिचडी भनेको के हो, खान्छु भन्दैछ। अब गाइस म चाहिँ गएको खाना पकाउनु, खिचडी। आज बुढी आराम गर भाइ, आराम गर त। म गएको खिचडी पकाउन। अब सासू मम्मी कसले के खानुहुन्छ म सबैलाई चाहिँ अर्डर लिन जान्छु है, को के खानुहुन्छ। ए हजुरआमा त दही चिउरा खाँदै हुनुहुन्छ। खिचडी खाने, खिचडी खिचडी खेबा, खिचडी बुझ्नुहुन्न, खिचडी खाँदैन यताको मान्छे खिचडी खाँदैन नि त, खिचडी कहाँबाट बुझ्नुहुन्छ होइन। अब उहाँबाट के हाल्नुहुन्छ, उहाँ दही चिउरा खानु हो। सासू मम्मी यहाँ के पकाउँदै हुनुहुन्छ? ए अन्डा अन्डा खाँदै हुनुहुन्छ। हामी जुन दिन खाँदैनौँ नि त्यो दिन अन्डा खानुहुन्छ साथीहरू। पुरै खाना पाइन्छ नि त, भाग लाग्दैन क्या साथीहरू, त्यही भएर म त खिचडी खान्छु। खिचडी खा, खिचडी हेर्नुभयो, खानुहुन्न यताको मान्छेहरूलाई मन पर्दैन खिचडी भनेको, बिरामी मान्छेले खान्छ भन्नुहुन्छ। अब के थाहा उहाँहरूलाई स्वाद कस्तो हुन्छ, खिचडी कति मिठो गर्छ। ल गाइस म अब पकाउन गएको, अस्मिता पनि छैन र मेरो अब क्यामेराम्यान पनि अस्मिता थिए, भ्लग बनाउँदाखेरि त अस्मिता हुन्छ। सो अब म चाहिँ एकछिन मोबाइल राखेको साथीहरू, अब खिचडी बनाउन गएको। ल गाइस मेरो खिचडी पाक्ने आँटो हेर्नु न, हजुरआमा चाहिँ यहाँ पर्खिराख्नु भएको छ, तर खानुहुन्न। खानु भन्दाखेरि चाहिँ खाँदिनँ भन्दै हुनुहुन्छ। अनि यता अस्मिता चाहिँ अलिअलि खान्छु भन्छ। खिचडी यस्तो मिठो भएको छ नि, अस्मिताले भनिरहेको छ अघिदेखि सेन्ट जाम यहाँ हेर्नुहोस् त गाइस। ग्यास मैलो छ, म ग्यास देखाएको होइन नि। अहिले बुढीलाई सन्चो छैन यार, त्यही भएर चाहिँ उसलाई चाहिँ म छुट्टी गरिदिएको आज किचनदेखि। हजुर कुन बुढो अस्मिता, हजुर बुवा खानु हो? हजुर बुवा चाहिँ पुराण सुन्न जानु भएको छ गाइस, गाउँमै पुराण छ अरू पल्लो टोलमा, त्यही भएर चाहिँ हजुर बुवा चाहिँ हुनुहुन्न अहिले। ल जानु नि त सुत्नु, ल जानु। अब खानुहुन्न त किन यस्तो चिसोमा बस्नुहुन्छ? ल दबाई खानु अनि सुत्नु।
मेरो ससुरालीमा गई खिचडी खाँदैनन् मान्छेहरू होइन, त्यही भएर आज म त जानी जानी खिचडी पकाएको। लु त कसैलाई मन पर्छ कि पर्दैन भनेर हजुरआमाको अर्डर है फर्स्ट। हजुरआमा खिचडी खानुहुन्छ? नो नो आयो। अस्मित खिचडी थोरै खाने? ऊ चाहिँ थोरै खाने। अब चाहिँ सासू मम्मीको अर्डर लिनु बाँकी छ है। अब सासू मम्मीको अर्डर। खिचडी खानुहुन्छ? खिचडी नो, अन्डा खाँदै हुनुहुन्छ गाइस। गाइस अब मेरो खिचडी पनि पाक्न आँट्यो होइन। सो हस्ते गाइस आजको भ्लग यति नै राख्न चाहन्छु होइन। अनि आज चाहिँ अस्मिता मोबाइल लिएर चाहिँ बिहे खाना गएको थिएँ, म पनि बिहे खाना गएको थिएँ। मसँग चाहिँ एन्ड्रोइड मोबाइल थियो, त्यही भएर चाहिँ मैले आज आइफोन नभएको कारणले गर्दाखेरि चाहिँ भ्लग बनाउन पाइनँ। पुरै भ्लग चाहिँ अस्मिताले बनाएँ। सो भ्लग पक्कै पनि मन पर्यो होला भनेर चाहिँ आशा राख्दैछु र भ्लगलाई चाहिँ एकचोटि लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। र सम्पूर्ण साथीहरूलाई चाहिँ एडभान्समा ह्याप्पी होली। बाई।